बस राणा सर धादिङ कहाँ बस्नु भयो यो के भन्नु भयो बक्खु घुमराडी हो बस अनि यो घुमराडी कति पाए बजामा अहिले घुमराडीलाई चाहिँ बक्खु भन्छ नि बकुले 20,000 25,000 त्यस्तो पर्छ है पानी छेड्दैन नि पुरै पानी तर्किन्छ क्या पहिले पहिलेको त नारद पोखरी आमा नमस्कार नमस्कार बाबु यो हजुरले के बनाउनु आमा हजुर यो के बनाउँदै हुनुहुन्छ हजुरले अहिले यो त फ्राइडी हो हजुर अनि कोडहरू बनाउँछ बाबु ए अनि यसलाई चाहिँ कसरी बनाउने हो यस्तै बुनेर फेरि मारेर फेरि सेलाउँछ के बाबु अब यसलाई चाहिँ बनाइसकेपछि बेच्नलाई तल बेसी सहरतिर लिएर जानुहुन्छ कि अब बेसर भनेको लमजुङतिर लमजुङ ए लमजुङ भएन लमजुङतिर गुरुङहरूले सबै लोसनमा लाउँछ ए यो लाएर लोसार बनाउने हो लोसरमा सबैले लाउने रहेछ के यो चाहिँ खास कहिले बिक्री हुन्छ त यो मङ्सिर पुसतिर बिक्री हुन्छ लोसर गर्छामा बिक्री हुन्छ बाबु ए अनि यो चाहिँ तपाईँको के अरे जाडोको लागि लाउने पनि हुन्छ जाडोको लागि लाउने पनि हुन्छ सोको पनि हुन्छ क्या बाबु ए यस्तो लोसरमा के बेलामा लाउने रहेछ क्या अनि यहाँ हजुरले मात्र हो कि धेरै सबै अरूहरूले पनि बनाउनुहुन्छ बनाउँछ एउटा दुइटाले एउटा दुइटा बनाउनुहुन्छ बनाउँछ भनेपछि एउटाको कति प्राइस पर्छ यो एउटाको 8-9,000 10,000 पर्छ 8-9-10,000 पर्छ है सेतोले चाहिँ 8,000 पर्छ हजुर यो कालो के मिसाउने चाहिँ धेरै जान्छ क्या उनले चाहिँ 10,000 चाहिँ पर्छ ए हजुरको शुभ नाम मेरो नाम चाहिँ होतानी गुरुङ हो बाबु ए हजुरको ठाउँ बसबास यही हो यही हो बाबु ए फेरि यस्तो चाहियो भनेर भन्नु है बाबु हुन्छ आमा मैले यहाँ तपाईँको भिडियो बनाइदिन्छु यसो फेसबुक युट्युबतिर नै हालिदिन्छु कसैलाई चाहियो भने त आमालाई सम्पर्क गर्नुहुन्छ नि ल अनि सेतोले चाहिँ 8,000 यो सबै कालो मिसानले चाहिँ 9,000 10,000 पर्छ बाबु सिलाएपछि यो ठेगाना ठ्याक्कै भनिदिँदा कहाँनिर हजुरको यहाँ यो मिडिङको टोल हो बाबु ए बारपाक सुलीकोट गाउँपालिका वडा नम्बर कति 1 कि 2 वडा नम्बर 2 ल ठिक छ आमाको चाहिँ यो बनाइरहनु भएको छ आमा यसलाई के भन्छ ठ्याक्कै वास्तवमा यो त अहिले चाहिँ राडी भन्छ यो चाहिँ सिलाएर मारेर बुनेपछि चाहिँ फुदुङ भन्छ यस्तो कोड हुन्छ क्या बाबु ए ल अस्ति त थियो नत्र तपाईँहरूले देख्ने थियो है यो सबै मलाई चाहिँ बक्खु भन्ने छ अरू चाहिँ यो फुदुङ यो चाहिँ छैन ल यहाँहरू कसैलाई चाहिएको छ भने आमालाई यहाँ चिन्दै गरौँ यहाँ आमाले दिएको एड्रेसमा आउनु भएर यो लेख्नु हुनको लागि यहाँ सम्पूर्णलाई धन्यवाद बाबु धन्यवाद हस् आमा अहिले हामी निस्किन्छौँ है ल हुन्छ बाबु ल धन्यवाद